हामी पाथिभरा मन्दिर क्षेत्रमा हामी प्रवेश गरिसकेका छौँ। सबैभन्दा पहिले देवीका वाहनहरू द्वारपाल भनेर हामीले दुईटा द्वारपालहरू बाघ र बगिनीलाई दुईटालाई राखेको छ। हामी सबैभन्दा पहिले यिनै द्वारपालको पूजा गरेर हामी मन्दिरको प्रवेश गर्छौँ। त्यस पछाडि गणनायक गणपति भगवानको गणेशजीको हामी पूजा गर्छौँ। सबैभन्दा पहिले हामी गणेशको पूजा गर्छौँ। अनि गणेशको पूजा गरिसकेपछि हामी त्यस पछाडि हामी क्रमशः हामी शिवजीको पूजा गर्छौँ। अब देवीको पूजा गर्दाखेरि सबैभन्दा पहिले शिवजीको पूजा गर्नु पर्यो भने पहिले देवीको पूजा गरिन्छ। त्यही आधारले हामी हाम्रो शिवलिङ्ग अनि हाम्रो नन्दीको नागको हाम्रो यहाँ पूजा हुन्छ। हजुर त्यस पछाडि हामी माताका वाहनहरू अनि दायाँपट्टि अनि बायाँपट्टि भगवतीको अब निशानहरू हुनुहुन्छ। हामी देवीको पूजा गर्ने भएपछि हामीले सबैभन्दा पहिले अब हामी भैरवको पूजा गर्छौँ। हजुर हाम्रो भैरवको मूर्ति अब कालो कपडा छ भने कालो कपडालाई यहाँ चढाएर आफ्नो अशुभ ग्रहहरूलाई शुभ होस् भनेर हामी यहाँ कालो कपडा चढाएर शनिको जसलाई प्रभाव छ शनि राहु केतु उल्काको अलिकति दशा खराब छ भने हामी यहाँ भैरवलाई कालो कपडा चढाएर अनि भैरवको पूजा गर्छौँ। त्यस पछाडि माताको मन्दिरको परिक्रमा गर्ने क्रममा हामी मन्दिर परिक्रमा गर्छौँ। परिक्रमा गर्ने क्रममा अब हामी वनवासिनी कसैले जङ्गली पनि भन्ने गरेका छ। हामी वनवासीलाई आफ्नो आफ्नो स्वेच्छाले अब कसैले फुलपातीले पूजा हुन्छ भनेदेखि कसैले भेटी मात्रै राखेर ढोगेर धुप बालेर जाने चलन छ भने कसैले यहाँ कुखुराको अन्डालाई पनि यहाँ ल्याएर पूजा गर्ने चलन छ। खोलाको पूजा गर्छौँ। हामी यहाँ विभिन्न नदीहरू हामी तरेर आउँदाखेरि कुनै पनि दोष नलागोस्, हामी हिँड्दा डुल्दाखेरि कुनै पनि दोष लागेको छ भने पनि यसको दोषको निवारण होस् भनेर हामी यहाँ खोलाको पूजा गर्ने गर्छौँ। विशेष गरी यहाँ काबेली र तम्बर भनेर फावा खोला भनेर हामी पूजा गर्छौँ। त्यस पछाडि हामी यहाँ सिकारी भनेर सिकारीलाई चाहिँ आफ्नो रोग व्याधिहरू जाओस् भनेर हामी सिकारीलाई माताका यी पनि भगवतीको दाहिनेपट्टि बस्ने भएको हुनाले यिनलाई पनि हामी पूजा गरेर भगवतीसँग भित्र जाने अनुमति मागेर हामी त्यस पछाडि हामी परिक्रमाकै क्रममा छौँ। यहाँ चाहिँ हाम्रो देवी देवताले जति साथ दिए पनि अब पितृहरूले साथ दिएनन् भनेदेखि आफ्नो कार्य सफल हुँदैन भनेर हामीले पितृहरूलाई एउटा सम्झना गर्ने स्थान हामीले बनाएका छौँ। त्यस पछाडि हामी त्रिशूल अब पाथिभरा माताको सबैभन्दा यहाँको सबैभन्दा ठुलो त्रिशूल यो चाहिँ नेपाली सेनाको 21 नम्बर वाहिनीबाट चढाएको हो। यहाँ पूजा गर्छौँ। अब देवीका अरू कुनै सान बान नगर निशानहरू केही छ त्रुटि केही भएको छ भने पनि यसैबाट चाहिँ सन्तुष्टि होइदिनु होला द्वारपालहरू भनेर हामी यहाँ माताको चाहिँ आसपासमा लाभा लस्करहरू जे जति छन् यहाँ हामी पूजा गर्छौँ। यस पछाडि हामी क्रमशः परिक्रमाकै क्रममा हामी अगाडि बढ्छौँ। देवी देवताहरूको पूजाको साथसाथमा आफ्नो कुल देवतालाई पितृलाई पूजा गरिसकेपछि हामी कुल देवतालाई पूजा गर्छौँ। यहाँ आफ्नो देवतालाई पूजा गर्नुहोस् भनेर हामी यहाँ आफ्नो कुल देवतालाई पूजा गराउँछौँ। बाहिरका भगवतीका सानबानहरूलाई पूजा गरिसकेपछि हामी मन्दिरको मूल प्रवेशद्वारमा हामी यहाँबाट हामी प्रवेश गर्छौँ। यस पछाडि हामी वनस्पति देवता भनेर यो रुख पाँचीको रुख अत्यन्तै धेरै पुरानो रुख भएको हुनाले यसलाई संरक्षण गरेर अब अनावश्यक भएका मूर्तिहरूलाई यहाँ प्रतिस्थापन गरेर हामी यहाँ वनस्पति देवता भनेर हामी पूजा गर्छौँ।
त्यस पछाडि हामी पूजाको क्रममा कार्यसिद्धि होस् भनेर हामीले अखण्ड बत्ती बालेका छौँ। अखण्ड बत्ती नागकन्याले चाहिँ अखण्ड बत्तीलाई हातमा समातेर अब बोकेको हामीले मालती बत्ती बलिराखेको हामी देख्न सक्छौँ, हाम्रो अखण्ड बत्ती। त्यस पछाडि हाम्रो माताजीलाई कसैले कुबिन्डाको बलि, कसैले नरिवलको बलि ल्याएको हुन्छ। त्यस पछाडि हामी यो नरिवललाई बलि गरेर हामी माताजीलाई यसको जल अर्पण गर्छौँ। र माताजीको पाथिभरा माताको प्रमुख स्थान माता पार्वतीले जुन शिवजीलाई तपस्या गर्दाखेरिको आसन हो, यो आसन हामी प्रत्यक्ष देख्न सक्छौँ। हाम्रो यिनै शिला हुन्, अहिले यो हिउँले छोपिएर यहाँदेखि माथिको यी शिला, यही शिलामा जति पनि आउने भक्तजनहरूलाई हामी पहिलो पूजा हामी पाथिभरा माताको यहाँ पूजा गराउँछौँ महाकाली भनेर। त्यस पछाडि हामी महालक्ष्मी भनेर हामी यसरी हामी यहाँ लक्ष्मीलाई पूजा गर्छौँ। हामीले यसरी भक्तजनले अत्यन्तै श्रद्धापूर्वक यसरी ल्याएर यो सिक्का पैसाहरूलाई यसरी भरेर हाम्रो चढाउने चढाउनु छ। कसैले पाथीमा त कसैले मानामा ल्याएर त्यो पनि पुगेन भनेदेखि थोरै पैसा भए पनि बाँधेर यसलाई राखिदिएपछि पाथी भरा भनेपछि भरेर राखिदिएपछि आफ्नो पनि जीवनमा भरिरहोस् भन्ने एउटा कामना हुन्छ भक्तजनहरूको। त्यस पछाडि सबैभन्दा अब मूर्तिमा माताका उत्पत्तिका शिला त्यहाँ, हाम्रो मूर्तिमा सबैभन्दा पुरानो मूर्ति यहाँ हुनुहुन्छ। हामी देख्न सक्छौँ यहाँ महिषासुर, महिषको टाउको हामी तल देख्न सक्छौँ। महिषासुर। अनि यहाँ चाहिँ हामीले महासरस्वतीको पूजा गर्ने गर्छौँ। अनि भक्तजनहरूको अत्यन्तै धेरै माग भयो। भक्तजनको धेरै माग भएको हुनाले माता जगतजननीको देवी दुर्गाको मूर्ति ल्याएर 2058 साल कार्तिक 24 गते हामीले हाम्रो अहिले पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण समितिका अध्यक्ष जो हुनुहुन्छ डिल्लीजोङ महादेन, उहाँकै नेतृत्वमा माताको मूर्ति ल्याएर हामीले पदस्थापना गरेको। तर भक्तजनहरूले माथि अनुहारमा पूजा धेरै भएर हामीले यो पाउमा कम्मरभन्दा उँभो कुनै पनि मूर्तिको पूजा नहुने हुँदाखेरि हामी यही पाउमा प्रत्येक भक्तजनलाई हामी यहीँ पूजा गराउँछौँ। अब यो कपडाहरू मातालाई अब भक्तजनले अर्पेको कपडाहरू अब यसलाई हामी सुरक्षित साथ राखेर अनि यो पुरानो भएपछि फेरि हामी यही भक्तजनले ल्याएको कपडाहरू हामी परिवर्तन गरिदिन्छौँ। यति गरे पछाडि चाहिँ पूजा सम्पन्न। बलिको विषयमा केही अब यस पछाडि यहाँसम्म पूजा गरिसकेपछि भक्तजनहरूले अब कसैले नरिवलको बलि, कसैले कुष्माण्डा बलि ल्याउनुहुन्छ भने, कसैले अब छागानु बलि भनेर भनिन्छ, भेडा बाख्रा बोका ल्याएको हुन्छ। त्यसको बलि चाहिँ हामीले यहाँ उहाँहरूको भाकल अनुसारले यहाँ उभिएर भगवतीका अगाडि हामीले प्रष्ट उहाँहरूको के भाकल छ भन्नुहोस् भनेर हामी पूजा गर्न लाउँछौँ। त्यस पछाडि पानी लगाएर पर्साएर अनि भगवतीलाई देखाएर अनि हामी तल्लोपट्टि लगेर हामी छेदन गर्छौँ। हजुर, अब भित्र पर्साइसकेपछि हामी यहाँ भित्र हामी देख्न सक्छौँ अचानो अनि भगवतीको हतियार यहाँ राखिया छ। भगवतीपट्टि चाहिँ शिर राखेर त्यही तिलामा दाम्लोले बाँधेर अनि भक्तजनहरूले यहाँ बलि गर्नुहुन्छ। अब यहाँ बलि गरिसकेपछि बाँधेर बलि गरिसकेपछि त्यसको खुन्ची माताजीको मुख्य ठाउँमा पनि अलिकति चढाउनु पर्ने हुनाले माताजीलाई शुद्ध चोखो भनेर शिरको खुन चाहिँ ल्याएर टाउकाको खुन त्यहाँ लगेर हामी चढाउँछौँ। त्यस पछाडि हामीले यो क्षेत्रलाई पनि अलिकति विभाजन गरेर आदि गरेर यो क्षेत्रमा जहाँ माताजीको मुख भएतर्फ हामी अब बलिको खुन यतापट्टि चढाउँछौँ भने खुन नचढाउने भक्तजनलाई यतापट्टि पूजा गराएर यहाँ यही शिलामा ढोक्नुहोस् भनेर हामी जति बिमारी आउनुहुन्छ जसको सन्तान छैनन् अथवा कोही बिमारी हुनुहुन्छ भने हामी यहीँ ढोगाएर अहिलेसम्म अब सबै भक्तजनको कामना पूर्ण भइरहेको छ। शिवजीको नामकरण चाहिँ सन्तानेश्वर महादेव भनेर राख्नको कारण चाहिँ पाथिभरामा सन्तान नहुने जसलाई डक्टरले सन्तान हुँदैनन् भनिएको छ भने पनि डक्टरको रिपोर्ट चाहिँ बोकेर आउनुभयो, कसैको कमी छ भने
यहाँ ल्याएर हामी ढोगाउँछौँ। त्यस पछाडि हामी देख्न सक्छौँ बच्चाको कपडा, यो छोरा मागेको, यो दौरा चढाएको छ। यो दौरा चढाएको छ, यो दौरा चढाएको चाहिँ यो छोरा होस् भनेर छोरा मागेको हो भने। अब यसै गरी यी कपडाहरू हामी देख्न सक्छौँ, यी सन्तान मागेका हुन्। जसको सन्तान छैन त्यसको विधि हुन्छ एउटा, त्यही विधिले हामी पूजा गराउँछौँ। र अहिलेसम्म लगभग म बसिकन पनि 5000 भन्दा माथि भक्तजनहरूले आएर सन्तान मागेर सन्तान भएर मातालाई देखाउन ल्याइराख्नु।